आहा कलिलो तामालाई बाउले खेल आहा कलिलो तामालाई बाउले ओए सात कुमारी एकदमै दङ्ग पर्या छस् त ठिकै छ नि अर्को पट्टाइसी क्या हो घरै भित्रै कि के हो तेरो त भरै हुन्न खाली बाउ बिहे छोडपत्रको चक्करमा हुन्छस् चुप घरै भित्रै हाल्न त त्यति सजिलो छैन नि त महाशय भर्खर त ल पर्दैछु धेरै केटी पट्याउँदै के जाति गर्दै नहिँडै फेरि भेट्ला नि त्यो के जाति औषधि पत्ता नलागेको रोगले हावा कुरो नगर केटा हो भर्खर त 8औं प्रेममा पर्दैछु सेन्चुरी हान्या छु र आफ्नो कुरा सिधा छ हेर भाइ सकेसम्म माया जालमा पार सक्दैनौ आफै पर सही हो कुरो अब प्राविधिक कारणले प्रेममा गडबड हुनु भनेको त स्वाभाविक कुरा हो अनि त्यो आज जोइटिङ रे लाले चाहिँ आउँदैन रे आफूलाई कति न काजी सम्झन्छ खै त त्यो जोइटिङ ए हो तारे माम ओए ठेउके छौ आयो फेरि उल्लास ए कान ल किनी गरी हानो त्यसको आज अफिसमा अलि बढी काम थियो बल्ल बल्ल तरला र यार खासक मोबाइल पऱ्यो आफ्नो त ब्याट्री नै टिक्दैन मिसकल ठेल्या थियो लरी ठेले अनि के हो तिमीहरू त झ्याप्पर बसेर छौ त ओ ठेउकेजी मलाई एउटा गिलास एक बोतल ए हो एक बोतल नै पो ल्याउने ठिकै छ लाले तैँले त नखाएकै राम्रो बुझिस् यसले खाएपछि त्यो धोती फुस्केकै थाहा पाउँदैन सम्हाल्नै गाह्रो यसलाई त म त सक्दिनँ म पनि सम्हाल्नै सक्दिनँ ठिकै त तैँले नखाएकै राम्रो यसलाई रक्सी लगाएपछि बाउनुहुन्छ कसले सम्हाल्न सक्छ मान्छेको दाँत झार्ने मात्रै होइन उल्टै उपचार खर्च दिएर हस् नमस्कार भनेर पठाउँछ अनि भोलिपल्ट चाहिँ पैसा छैन भनेर 10 रुपियाँले त चुरोट खाने पैसा भर्न भनेर माग्न आउँछ यस्तो नि हुन्छ ठिकै छ त्यसैले तैँले जान नखाएकै बेस मान्छे भने त म जस्तो हुनुपर्छ जोही छैन कोही छैन अर्को नयाँ नभित्र्याएसम्म यस्तै हो आहा कलिलो तामालाई बाउले आमालाई म त झ्याप भएँ मलाई त बुढीले मार्छ के मलाई त पुग्यो मलाई म एक पेक खान्छु अनि चाहिँ आजको खोटा पुग्छ पैसा मसँग भिडे म चाहिँ छैन है म सिङ्गल भिड्छु कोही मर्दछ यो बाउलाई अब भागाभाग हुन्छ ठिकै छ कोही छेउकी साउतिर जोड्या ग्राहकहरू छ कोही मसँग भिडे आइज सिङ्गल भिड्छु म्याजिक आउट भएछ सब भाग्यो कोही छैन रहेछ सब भाग्यो पानी बरुवा आहा कलिलो तामालाई बोले ए हो आलो आमालाई नै ल गुडा ठिकै छ के छ हे सात कुमार तेरो हाल खबर है के हुनु यार वही पुरानो जिन्दगी वही पुरानो माल सामान खतमै छ नि यार ओ सौज एउटा पो 4 दिनसम्म चाहिँ कता बेपत्ता भइस मिसकल पनि गएन त कि नयाँ ससुरालतिर गइस अनि ठिकै छ नि होइन ठिकै छ ठिकै पो छ फेरि के एक्लै को ससुराली जानु नि राम्रै भयो नि बर्बादै भयो नि यार फेरि के बर्बाद भयो नि त्यही त मैले अस्ति त्यो एकजना केटीसँग लभ पार्दैछु भनेको थिएँ नि त्यो त खतरा रहेछ यार अर्कैसँग गई कि क्या हो के को अर्कैसँग जानु नि मायामा उमेरले छेक्दैन भनेर माया गरिहाले 5 वटा बच्चा रहेछ अब उसको 5 वटा बच्चालाई मैले स्वीकार्नु पर्ने अनि त्यसको बुढालाई जारी पनि मैले दिनुपर्ने रे बुढो घरमै आएको थियो यार मुला तँलाई त त्यसले त राम्रै मुगा बनाउनु खोजेको रहेछ नि त अनि ढिकी चाहिँ कुटिस कि कुटिनस् नि नकुटिया भए त्यसको त्यत्रो हिम्मत हुन्थ्यो ए अनि यो दिमाग ह्याङ भएकोलाई कसरी मिलाइस् त त्यही त अब उसको बुढाको अगाडि
हात जोडेर हामी बीच कुनै अनैतिक सम्बन्ध छैन, दिदी भाइ जस्तै छौ, हामीले के पनि गरेका छैनौँ भनेर उसको बुढीको खुट्टा ढोके, 5,000 पैसा हालिदिए। ए हो ठिकै छ। अनि बुढा पनि मख परिहाल्यो, बुढी पनि मख भइहाल्यो। ओ ठेउके साउ ए ठेउकी नै पो हो ठिकै छ। के को हाँसो हो केटा हो बट्टी नै हल्लाइरहेको छौ ल त। गुडान हान अब के हुनु नि, यो मुला राजकुमारीलाई एउटी आइमीले झन्डै नि मुर्गा बनाएछ नि त। हो र अस्ति मैले तिमीलाई भनेको थिएँ नि, एकजना केटी के को केटी हुनु नि, बुढी रहेछ, 5वटा बच्चाको आमा। झन्डै भिराको यार, 5,000 तिरेर बल्ल बल्ल पार लाए। अनि काम चाहिँ भयो कि भएन कि फोकटमै अर्जना तिरिस? एक सर्टको 5,000 परेछ। औरै महँगी रहेछ। चालु परिछ। आज त मेरो पनि नयाँ सेटिङ भयो। होइन तँ जस्तो भुका टुरिस्टले कहाँबाट फेला पार्छस् फेरि? कहाँबाट हुनु? फेसबुक छँदैछ नि। म्यारिडसँग पनि कसरी पट्टिन्छन् हौ? थोडी म्यारिड भनेर बुढीको फोटो राखिन्छ र? आइडिया हुनु पर्यो नि, आइडिया। आफ्नो त डेरामा नियत पनि छैन, बुढीलाई फेसबुकको स्वाद पनि छैन। अफिस गइन्छ, मस्तसँग च्याट गरिन्छ, आनन्दै छ। त्यसो भए म पनि फेसबुकबाट बुढीको फोटो हटाउँछु, रिलेसन सिङ्गल बनाउँछु, त्यसपछि त मेरो पनि नाप्यो तेरो त्यसपछि। अनि मिस्टर लाले, ओ काजी, आज हजुर भोगी बक्छन्? ए घरमा बुढीले गरेर जात्रा गर्छ यार, म त खान्न आज। हेर यस्तो जोइटिङ रे, श्रीमतीको डरले रक्सी नखाने अरे। धिकार छ तेरो जुनी। तैँले दारू नखाएकै राम्रो, खाएपछि बोलाउँछस्। तँ हेरेर बस, चोखे चाहिँ नला फेरि। हुन्न, तैँले खानै पर्छ। यदि त मर्द होस् भने तैँले खानै पर्छ। मेरो टेन्सन पार लाग्यो उपलक्ष्यमा तैँले खानै पर्छ। आज जे जति खाइन्छ म तिर्दिन्छु। ए साउदी, हजुर नै यार, खै एक बोतल ठर फटाफट सर्भिस गरौँ त। होइन यार, आजदेखि मैले खान्न भनेर कसम खाएर आएको छु। मोला, तैँले खान्न भनेर पो कसम खाएको त? पिउँदैन भनेर कसम खाएको त छैन होला कि कस हो? त्यो त छैन यार। खै कसो कसो। यो दारू भन्ने कुरा खाने चिजै होइन, पिउने चिज हो। यसलाई पिउनको लागि कुनै पनि माइकलालको कसमले रोक्दैन, छेक्दैन। एम आई रङ? यु आर एब्सोल्युटली राइट। यसको बदलामा तँलाई एक ट्रक लाइट। मेरो चाहिँ एक ट्र्याक्टर खरा छ। बाइक। खै एक बोतल फटाफट ल्याऊ। बोतलै पो ल्याउने ठिकै छ। तँ मेरो राम्रै हो। साथी होस्, मैले भनेपछि तैँले आज खानै पर्छ। ए हो हेर साउजी, अँ यो मेरो साथीले दारू खाँदैन, ए हो नाकमुनिको ओडारमा खन्याउँछ। ए हो ओडारैमा पो खन्याउने ठिकै छ, खन्याए भइहाल्यो नि। अहिले चाहिँ ठेउके हो साउलाई नि, एक कमेन्ट। मैले खान्न पो भने त पिउँदिनँ भने छु र। चियर्स केटा हो। ध्यान दियो है केटा हो। सय नै चढाइदिनु पर्ला बोतल। ए भाइ हो, रात धेरै परिसक्यो, पुलिस आउने बेला भइसक्यो। म पनि अब बन्द गर्छु, तिमीहरू जाऊ। ए हो माफी साइपो। ल फेरि यो बौला अब यसले लखै म बरु लुग्नु नै देश ठिकै छ। कोही माइकलाल छ या लालकमाई? आइज सिङ्गल सिङ्गल भिड्छु। के काम दाम गर्ने यार, दारू दाम्ने हो, हल्लिने हो, हिँड्ने हो। 40 वर्षसम्म बाउले पालिहाल्छ, त्यसपछि छोराले पाल्छ। जडाहरू यस्तो जडाहरूसँग के सङ्गत गर्नु? दिमाग ह्याङ भएको बेला झन् ह्याङ गरिन्छ यार। कति ह्याङ हुँदो रहेछ यसका बाजीको दिमाग। घरतिर गुड नाइट। म चाहिँ तेरो साइड है। आइज लाले। आइज यता।
भोलि कोर्टमा काजी हो यो काजी काजी हो यो काजी ओए कोस् त किन चाहियो तँलाई मसँग लाग्छ अरे आइस सिंगल बिट्स हिम्मत छ ओइ होस् त म काजी हो काजी लाल काजी त कोस् बाजी ओइ बाजी भन्छ साले त काजी होस् भने म महाकाजी हुँ ला साला ला साले सिंगल खेल्लाले साले जाल खाएर ठुलो कुरा गर्छस् तेरी माँ हरि लठत बचाउँ तँलाई पनि कुमारे भाग मार्छ यो अर्नाले फेरि के रे बाजी सिंगल खेल्ने रे खेल्छस् मार्यो पछ्याले मार ला यो जडिया त मर्छ है क्या हो मर्यो भने त बर्बाद हुन्छ ए बाबा ल यो पैसाले उपचार गर दुख छ हस्पिटल लान भ्याउँदिन कस्ता कस्ता जडे आइलाग्छन् फोकटमा मान्छे कुट्नु पर्यो त्यही पनि उल्टै पैसा तिरेर